हेलो गाइस, वेलकम ब्याक टु मेरो भिडियो फ्ल्यास अफ। अहिले चाहिँ म घरमा छु, तर भोलि चाहिँ आजको कति दिन 4:49 भएको छ है। अनि भोलितिर चाहिँ म गइरहेको छु ट्राभलमा। कुन ठाउँ भनेपछि म हजुरलाई भोलि भन्छु टक्क। आज चाहिँ यतिकै बसिरहेको छु अनि एक्साइटेड हो भने ठिक छ, लाइक हानिदिहाल्नु होला। अरू त यस्तै छ। म यहाँ चाहिँ कहाँ जाने हो भनेर स्वर्ग दादी जाने हो भनेको भिडियो बनाउनु त बिर्सेँ, तर आइसकेको छौँ है। अब माथि अझै छ हिँड्नु बाँकी, तर पुगिन्छ। अब यता आन्टी उसिन्छ, जाडो कडा छ, अङ्कल अगाडि उसिन्छ उता। यस्तो हावा छ हेर्नु न, हामी गदीबाट आएको अति चिसो। यतातिर बवाल छ है केटा, साथीहरू हेर्न सक्नुहुन्छ। लास्ट चिसो चिसो यो बाटो, उता माथि पुग्नु पर्ने गन्तव्यतिर लाग्दै, स्वर्गको द्वारतिर लाग्दै। त्यहाँ तलदेखि आएको हामी, हेर्नु न के पुरा उसो यहीदेखि यस्तो चिसो छ नि। यस्तो मैले बाक्लो लगाउँदा पनि खतरा चिसो भइरहेको छ यार। अगाडि स्वर्गको बाटो जानु सजिलो छैन है केटा, यति माथिसम्म छ है। बाफ्रे कति चिसो होला हेर्नुहोस्, कत्रो दामी भ्यू छ। तलदेखि त्यहाँ तलदेखि प्रवेशद्वार, अर्को टोली आउँदैछ टक्क पारेर। हामी चाहिँ यता द्वारी स्वर्गको बाटो पनि गाह्रो छ है जान, कति हो यत्रो लामो हिँड्नुपर्छ। नसक्ने सबै भएर आउनुपर्छ आस्था मानेर, तर कपडा लगाएर आउनु होला, बहुत जाडो छ। नत्र गाह्रो पर्छ भोलिपल्ट। झोला दर्शन है, झोला दर्शन। मान्छेहरू छ भने त डरमा छन्। चाहिँ हाम्रो मन्दिर जाडो छ यहाँ, ठन्डो मान्छे हुनुहुन्छ। रातिको बजिसकेछ, के अरे 9 बज्यो होला। दिस इज द प्लेस दर्शन गर्ने। टक्क यहाँनिर हामीले दर्शन गर्न पर्छ। आइसमा उभिया जस्तो भयो। खानासाना खाएर बसेको अवस्था। नेक्स्ट डे check out this scenery भाइ। यस्तो चिसो छ साथीहरू। यहाँ मन्दिर अगाडि पानी पनि परिरहेको, कस्तो पानी पर्यो त्यो त लाइन पनि गर्छ। Type Chiso in the comments, guys.
चाहिँ स्वर्गद्वारी टक्क मारेर हामी वहाँदेखि पूजा गरेर आइसकेको छौँ। अहिले चाहिँ यतातिर चाहिँ हामीले पूजा गरिसकेपछि चलाउने बत्ती घन्टीहरू छ होइन। घन्टी बजाइदिउँ न, आफ्नो घन्टीलाई पनि अर्को घन्टी बजाइदिउँ होइन। घन्टी हो, मान्छेहरू सक्नुहुन्छ टन्नै छन्। पूजासुजा गरेर अब सकिसकेको अवस्था छ है। यहाँनिर पछाडि हेर्नु सक्नुहुन्छ दामी भिड छ, भिड पनि बवाल छ। अगाडितिर हेर्नु सक्नुहुन्छ, सबै पछाडि टन्न मान्छे सक्नुहुन्छ पछाडितिर। स्वर्गद्वारीको माहौल तातो भइरहेको छ। भर्खर जाडो पनि कडा छ हजुर। है माथि देखि देखाइदिन्छु आम भिडियो हुन्छ होइन। यो चाहिँ टन्नै छ, अरू त यस्तै छ। अब घरतिर लाग्नु लाग्यो, हिजो राति आएर चिसो लागिसक्यो। अङ्कल कता हुन्छ अगाडि, अङ्कल चाहिँ अगाडि गइसक्छु। अब गाडीमा बसेर चल्दिन पर्छ। सिन हेर्न सक्नुहुन्छ तपाईँले। ओमा हेर्न सक्नुहुन्छ है, कस्तो दामी छ। अब हामीले अगाडि गइरहेछौँ। हेर्ने ठाउँ के हो यो फोहोर मलाई कुन ठाउँ हो यो भित्र हेर्ने अँध्यारो ठाउँ माथितिर गइरहेछौँ होइन। टक्क पारेर अब आमा यहाँ त गोठालोको पुरा गोठ छ हौ। हेर्नु त गाईको गोठहरू छ यहाँ, पुरा मसिनहरू छ। यस्तो पूर्ण देखा माथि जाम। ओहो गाई, हाम्रो यहाँ गाईहरू सक्नुहुन्छ। दुध दिने गाईहरू हेर्नु त, गाई माता। हेलो बेबी, हेलो बेबी, हेलो बेबी। औ सुन्नुहुन्छ घोडा के अरे गाई बस्ने तबेला हो त होइन के अरे। ल अब अगाडि ओभर एन्ड आउट। सक्यो अब यतिको अझै हेर्न सक्नुहुन्छ। त्यहाँदेखि गएर के अरे लाली गुराँस ल्याएको अवस्थामा उहाँदेखि त्यहाँ माथि चट्याउनु भयो हेर्नुहुन्छ, हेर्न सक्नुहुन्छ होइन। अनि यहाँ मेरो आन्टी गाली आजको यात्रा सकिसक्यो साथी है। अब चिसो भइरह, पानी पुर्ने जस्तो भइरह। तपाईँलाई म देखाउँछु यतातिर होइन। अब घरतिर जान लागेको अवस्था सकिसकेर यता पनि छ। अब घरतिर जान लागेको अवस्था, पानी परिरहेछ। टक्क पारेर हेर्नु त भ्यू। ओइ चेक द भ्यू गाइस। के भयो क्यामेरा? पुरै उसो लागेछ। हल कडा जाडो भएको अवस्था छ है। पूजासुजा गरेर निस्किसकेको, ट्रेकिङ गरेको जस्तो फिल आइरहेछ मलाई चाहिँ यार जाडोले गर्दा। टक्क पारेर हामी यहाँ छौँ। अझै हिँड्नु बाँकी छ तलतिर, पुगिन्छ बिस्तारै। यो होइन अब लास्टमा त मैले भ्लग एन्ड गर्नै बिर्सेको रहेछु। अनि अहिले चाहिँ म घर पुगिसकेँ।
घरमा म रेस्ट गर्दैछु। उसित म बिरामी थिएँ। अब वहाँ गएर अझै चिसो ठाउँ पानी परेको गाह्रो नै भयो भनौँ। अनि अहिले चाहिँ घर पुगेर अब मजाले रेस्ट गरिरहेको छु र अन्तिमसम्म जसले हेरिराख्नुपर्छ त्यसलाई सबै अबे जल्दी बोल कल सुबह पनवेल निकलना है। डु कमेन्ट है। अरू त यति नै हो। कमेन्ट र लाइक गरिदिनुहोस्। अरू त यति नै, इङ्ग्लिस आएन। अरू यति नै हो साथी। बाई बाई।